आइमल खान यो सेटमा 2 पटक उनी चल्न सकेनन्। अब के फेरि उनलाई ल्याउनु पर्नेछ यस गेममा। 2 अङ्कले अगाडि छ टिपटप हेल्प नेपाल। 15 अङ्कको खेल हुनेछ यो। माछरको अर्को एउटा शट। माछर स्पेशल कोड चेन्ज हुनेछ। पहिलो 8 अङ्क छोएको छ टिपटप हेल्प नेपालले। हेर्न सक्छौँ इन्द्रबहादुर विकर रहेका थिए, सँगसँगै अदनान खान। असफल उनीहरू माछरलाई रोक्न ट्रेस गर्न। 3 अङ्क अब। सर्भिसमा वालिद खान। सन्चुको रिसिप्सन त्यति कम्फर्टेबल छैन। वकारको शट छ अङ्क गण्डकीको लागि, तर यसले मात्र इनफ हुने छैन। यो पर्याप्त भने होइन, लगातार चाहिनेछ। 2 अङ्क त लगातार बराबरी गर्नकै लागि मात्र, त्यसपछि अझ बाँकी। अदनान खान सर्भिसमा। माछर वालिद खान। माछरको शट पुनः अर्को अङ्क टिपटप हेल्प नेपालको। डिफेन्स चाहिएको छ गण्डकीलाई। कसले दिलाउने त्यो डिफेन्स, कसले रोक्ने 1-2 ठुला शट? अहिलेसम्म त कोही पनि देखिएका छैनन् आसपास। वकार आइमल खान निकै नै राम्रो शट छ यो। उनको खुट्टा अझै पनि त्यति फिट छैनन्। डिस्कम्फर्ट उनको लेगमा। नेपालका फ्यानहरू कन्सन्ट्रेसन भङ्ग गर्न खोजिरहेका छन्। जम्प सर्भिस यस बीचमा वकारको भने आएका छन्। मुबासर क्रस कोट फ्यान्टास्टिक। मुबासर राजा क्या खेले उनले पछिल्ला 3 सेट। कम्प्लिटली टर्न द टाइड। यस खेलको ज्वालामुखी उनले नै विस्फोट गराएका छन्। अब अन्तिममा चान्स बल मुबासरकै अर्को एक पटक। गण्डकी प्रदेशका समर्थकहरू अब भने बाटो तताइसकेका छन्, फर्किसकेका छन् यो गर्मी माहौलबाट। अब विश्वास छैन उनीहरूलाई। लेफ्ट ह्यान्डले पनि मुबासर यसरी स्पाइक पुरा गर्छन् भने त अब केही सम्भावना छैन गण्डकी प्रदेशलाई। टाइम आउट हो यो गण्डकीको। 4 अङ्क टाढा छ टिपटप हेल्प नेपाल। हेर्न सक्छौँ ब्याकग्राउन्डमा समर्थकहरू बाहिरिने क्रम हेर्न सक्छौँ। यो फ्यानहरूको अविश्वास आफ्नो टिमप्रति अब, किनकि यहाँबाट 4 अङ्क मात्रै छ च्याम्पियन बन्नको लागि टिपटप हेल्प नेपाललाई। सन्जुको शट केही हदसम्म रोक्नेछ यो सिलसिला, तर सर्भिस त अब फेरि गण्डकीकै हो। यदि डिफेन्स छैन भने कसरी रोक्ने? डिफेन्सले रोकेन भने एडभान्टेज कसरी लिने? टिपटप हेल्प नेपालको टाइम आउट।
सर्भिस विपक्षको सन्तोष यस पटक पनि ब्लकलाई प्रेस गरेका छन् मुबासर राजा वाटुले हिमाल र सन्जु थिए डिफेन्स गर्न सकेन भने त गाह्रो थियो पछिल्ला 3 सेटको सिलसिला त्यही हो कमजोर डिफेन्स गण्डकीको कमजोर ब्लक माझर हेर्न सक्छौँ उनको सिरियसनेस थोरै गाह्रो भइरहेको छ गर्मीको कारण कुल डाउन हुन चाहिरहेका छन् र चाँडोभन्दा चाँडो अब यो खेललाई अन्त्य गर्न चाहन्छ टिपटप हेल्प नेपाल अदनान खान छैन ऐमल खान नेटमा प्रहार गर्न पुगे मात्र 2 अङ्क टाढा टिपटप हेल्प नेपाल च्याम्पियन बन्नबाट ऐमल खानले पनि नेटमा प्रहार गरे किनकि त्यति फिट छैनन् गण्डकी प्रदेश 3 चोटि मौका पायो तर 3 पटक विफल यो खेल जित्नको लागि 2 सेट जितिसकेपछि सायदै कुनै टिमले गल्ती गर्छ अब भने केवल केही औपचारिकता बाँकी छ हेल्प नेपालका समर्थकहरू नाचगानमा झुमिसकेका छन् गण्डकी प्रदेशका समर्थकहरूले ठाउँ छोडिसकेका छन् निराश हुँदै एकपटक फेरि पनि एनबिए लिगको लगातार दोस्रो संस्करणमा गण्डकी प्रदेशमाथि कोही वाल बनेर बसेको छ कोही पर्खाल बनेर उभिएको छ भने गण्डकी र ग्लोरीको बीचमा त्यो हो टिपटप हेल्प नेपाल हिमाल यो प्रतियोगिता उनको लागि खास गएन मुबासर म्याच पोइन्ट टिपटप हेल्प नेपाल च्याम्पियन बनेको छ लगातार दोस्रो पटक एनबिए लिग 2025 को यो संस्करणको विजेता च्याम्पियन अफ एनबिए टिपटप हेल्प नेपाल फाइनलमा गण्डकीलाई हराएको छ अर्को एक पटक र लगातार अर्को संस्करण यो च्याम्पियनशिपको ट्रफी आफ्नो कब्जामा पारेको छ लगातार अर्को वर्ष गण्डकी प्रदेश पराजित भएको छ उपविजेतामा चित्त बुझाउने छ यस टिमले स्तब्ध हुन पुगेको छ गण्डकी स्तब्ध हुन पुगेको छ पोखरा र स्तब्ध हुन पुगेको छ यो कभरहल अन्ततः टिपटप हेल्प नेपाल नै रह्यो जो विजेता पनि उत्कृष्ट पुनरागमन सहित कमब्याक भिक्ट्री What a